कस्ता छन् उल्लेख गर्नुहोस् भनेको छ। अब यो पनि के छ, अलरेडी एनमी लेखिएको कुरा छ। कहाँ पाउँछ र नेपाल सरकारको दाना पदार्थ नियमावली बमोजिम दाना जाँचकीको काम कर्तव्य के कस्ता छन् उल्लेख गर्नुहोस् भनेको छ। यो पनि 10 नम्बरकै क्वेसन हो। प्राय यो क्वेसन 10 नम्बरमै आइरहेको हुन्छ, सोधिरहेकै क्वेसन हो। अब यसमा पनि हामीले सेम फर्मुला युज गर्छौं। परिचय लेख्छौं 3 अरब, त्यसपछि हामी भित्र छिर्छौं। दाना र दाना पदार्थ सम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थालाई सशक्त तुल्याई मार्ग निर्देशन गर्न दाना पदार्थ ऐन र सोही बमोजिम नियमावली बनाइएको थियो। 2041 4/8 मा लालमोहर गरिएको नियमावलीको नियम 7 मा दाना जाँचकीको काम कर्तव्य देहाय बमोजिम प्रस्तुत गरिएको छ। अब यति परिचय लेखिसकेपछि अब हामी भित्र छिर्छौं। तपाईहरुलाई मैले अघि नै भनेको छु, यस्ता डेटहरुलाई के गर्ने, अन्डरलाइन गर्ने। अलिकति एक्स्ट्रा देखिन्छ नि त यो गरिसकेपछि। अब हामी भित्र छिर्छौं। ऐन वा यस नियमावलीको बर्खिलाफ दाना पदार्थको उत्पादन वा सञ्चय वा बिक्री वितरण वा ढुवानी गरिएको वा त्यस्तो काम कुरा गर्न लागेको शंका लागेमा त्यस्तो दाना पदार्थको नमुना लिई तुरुन्तै विश्लेषण वा विश्लेषक समक्ष पठाउने कुनै व्यक्ति, फर्म वा संस्थाले ऐन वा यस नियमावलीको बर्खिलाफ कुनै कारबाही गरेको छ भन्ने सूचना प्राप्त भएमा त्यसको छानबिन गर्ने, आफूले निरीक्षण गरेको र ऐन वा यस नियमावली बमोजिम कारबाही गरिएको वा जफत भएको दाना पदार्थको अभिलेख राख्ने। अर्को छ स्थानीय अधिकारीको सामान्य नियन्त्रणमा रही ऐन तथा यस नियमावली बमोजिम आफूलाई तोकिएको तथा आफूले गर्नुपर्ने काम कर्तव्य गर्ने। जान्नुस् है त। इनमै लेखियो भने तपाईहरुलाई सब यो क्वेशनको पनि हामीले सक्यौं जस्तो छ। यदि गरियो भने यसै गरी हो लेख्ने तरिका चाहिँ तपाईहरुलाई सजिलो हुन्छ। यो चाहिँ अब तपाईले के गर्ने, आफ्नो भाषामा लेख्ने क्वेशन छ। अहिलेसम्म चाहिँ के थियो, अघिसम्म चाहिँ हामीले नियममै भएको फिक्स कुरालाई के गरेका थियौं, लेखिरहेका थियौं भने अब यो चाहिँ आफ्नो भाषाको कुरा छ भने कसरी लेख्ने भन्ने छ भाषिक क्वेशनमा चाहिँ। त्यही क्वेशनलाई हामीले यहाँ एकचोटि हेर्छौं। कृषि प्रसारलाई परिभाषित गर्नुहोस्। नेपालको कुनै एक स्थानीय तहको कर्मचारीको रूपमा उपयुक्त कृषि प्रसार प्रविधि लेख्नुहोस्। अब क्वेशनले के भन्यो, पहिला क्वेशन बुझ्नुस्। कृषि प्रसारलाई परिभाषित गर्नुहोस्, यो त सजिलै छ। प्रसार भनेको के हो लेख्नुहोस् भनेको हो। दोस्रोमा के भनेको छ हेर्नुस् त, नेपालको कुनै एक स्थानीय तहको कर्मचारीको रूपमा उपयुक्त कृषि प्रसार प्रविधि लेख्नुहोस्। यदि तपाई नेपालको कुनै एक स्थानीय तहको कर्मचारी हुनुभयो भने तपाईलाई त्यो स्थानीय तह अथवा त्यो ठाउँ विशेषमा कुन प्रसार प्रविधि उपयुक्त लाग्न सक्छ, प्रसारको प्रविधि लेख्नुहोस् भनेको छ। तपाई कर्मचारी भएर चाहिँ लेख्नुहोस् भन्न खोजेको छ। अब यसलाई हामीले आफ्नो दृष्टिकोणबाट लेख्न सकिन्छ नि त। यो त तपाईले आफ्नो भाषा लेख्ने क्वेशन हो। अब कसरी लेख्ने त, यहाँ हेर्नुहोस्। कृषि प्रसार भन्नाले अनुसन्धान निकायबाट सिफारिस गरिएका नयाँ ज्ञान, सिप र प्रविधिहरूलाई कृषि प्रसार कार्यकर्ता मार्फत कृषकसम्म पुर्याउने तथा ती ज्ञान, सिप र प्रविधि कृषकले अवलम्बन गर्ने क्रममा देखा पर्ने समस्या पुनः प्रसार कार्यकर्ता मार्फत अनुसन्धान निकायसम्म पुर्याई समाधान खोज्ने प्रक्रियालाई बुझिन्छ। कृषि प्रसार प्रक्रियामा प्रसार कार्यकर्ता, अनुसन्धान निकाय र कृषक बीचको समन्वय तथा भूमिका अत्यन्त महत्त्वपूर्ण रहन्छ। प्रसार भन्ने बित्तिकै के बुझ्नु पर्यो, नयाँ ज्ञान, सिप र प्रविधि अनुसन्धान निकायमा बन्छ। त्यो जुन त्यो बनेका नयाँ ज्ञान, सिप र प्रविधि
को मार्फत प्रसार कार्यकर्ता मार्फत चाहिँ किसानसम्म पुग्छ र किसानसम्म पुगिसकेपछि त्यो ज्ञान सिप प्रविधि किसानले अवलम्बन प्रयोग गर्ने बेलामा के हुन्छ समस्या देखा पर्छ। अब ती समस्यालाई पुनः के गर्नु पर्यो सोलुसनतिर जानु पर्यो। त्यो भएर पुनः प्रसार कार्यकर्ता मार्फत अनुसन्धान निकायसम्म पुर्याई समाधान खोज्ने प्रक्रियालाई बुझिन्छ। प्रसार भनेको चाहिँ यी तीनटा कुरा तपाईहरुले याद गर्नुपर्ने हुन्छ। प्रसारमा अनुसन्धान निकाय, कृषि प्रसार र कृषक, यी कुरा याद गर्नुभयो भने सजिलो भयो। कृषि प्रसार भन्नाले अनुसन्धान निकायबाट विकास गरिएका ज्ञान सिप र प्रविधिलाई कृषि प्रसार कार्यकर्ता मार्फत कृषकसम्म पुर्याउने तथा ती ज्ञान सिप र प्रविधि कृषकले अवलम्बन गर्ने क्रममा देखा पर्ने समस्या पुनः प्रसार कार्यकर्ता मार्फत अनुसन्धान निकायसम्म पुर्याई समाधान खोज्ने प्रक्रियालाई बुझिन्छ। कृषि प्रसार प्रक्रियामा प्रसार कार्यकर्ता, अनुसन्धान निकाय र कृषक बीचको समन्वय तथा भूमिका अत्यन्त महत्त्वपूर्ण रहन्छ। यति भन्नुभयो भने परिचय पुग्यो। अब तपाईले एकजनाले भनिसक्नु भयो लामो भएन र परिभाषा भन्नुभएको छ। परिभाषा अघि मैले 2 कि 3 लाइन भने त्यो के को थियो? त्यो फिक्स्ड क्वेशनको थियो नि त। जस्तो एनमै लेखिएको कुराहरुको फिक्स थियो। त्यसमा के छ तपाईले न थप्न मिल्छ न घटाउन मिल्छ। तर यो के हो आफ्नो भाषाको कुरा हो नि। आफ्नो भाषाको कुरा त्यहाँमाथि क्वेशनको ले मागेको परिभाषा त क्लियर हुनु पर्यो, पुरा हुनु पर्यो। अब अर्कै क्वेशनको आउला त्यसको थोरै होला। न्यूनतम 2 देखि 3 लाइन हो। अब यो आफ्नै भाषाको क्वेशन छ। त्यो भएर क्वेशनको परिभाषा पनि क्लियर हुनु पर्यो। तपाईले आधा उधी लेखेर त यसमा मिल्दैन। त्यो भएर परिभाषा क्वेशनको कस्तोको खाली क्वेशन हो त्यो अनुसार पनि भर पर्ने हुन्छ। न्यूनतम 2 देखि 3 लाइन गर्नुस्, तर फिक्स क्वेशनको लागि 2 देखि 3 लाइन गर्नुस्। जस्तो आफ्नो भाषाको क्वेशनको लागि अब यो तपाईले आधी पेज लेख्नु भने त बर्बाद भयो भरि यस्ता कुरा चाहिँ। आधी पेज लेख्ने चाहिँ होइन, सकेसम्म छोटो बनाउने हो। तर यो क्वेशनको लागि त क्लियर गराउनु पर्यो प्रसार भनेको। त्यो भएर यो देखिँदा तपाईहरुलाई लामो लागेको होला। यसमा क्लियर छ प्रसार भनेको के हो। अब त्यसपछि हामी तल जाउँ। हामीले क्वेशन सक्यौं। सुरुको अगाडिको कृषि प्रसारलाई परिभाषित गर्नुहोस् भन्दै थियो। त्यो हामीले सक्यौं, परिभाषा सक्यौं। अब नेपालमा अलिकति थोरै अब परिभाषाबाट अलिकति भित्र जान्छौं विषयवस्तु भित्र। नेपालमा विगतदेखि हालसम्म विभिन्न कृषि प्रसार विधिहरू अवलम्बन हुँदै आएका छन्। तर पछिल्लो समय नेपाल सरकारले समगत कृषि प्रसार प्रविधिलाई विशेष प्राथमिकताका साथ अघि बढाएको छ, जस अन्तर्गत 2 वा सोभन्दा बढी कृषकलाई लाभ पुग्ने किसिमका कार्यक्रमहरू सञ्चालन गरिन्छ। अब हामीले दोस्रो क्वेशन, यो कर्मचारीको रूपमा चाहिँ कुन प्रसार विधि उपयुक्त देखिन्छ भन्ने कुरा थियो। त्यसको अलिकति हामीले के गर्यौं स्टार्ट गर्यौं। के गर्यौं नेपालमा चाहिँ विभिन्न प्रसार पद्धतिहरू सञ्चालन भइसकेका छन्। तर हाल चाहिँ नेपाल सरकारले के गरेछ समगत कृषि प्रसार पद्धतिलाई चाहिँ विशेष प्राथमिकताका साथ अगाडि बढाएको छ भन्ने कुरा उल्लेख गर्यौं। हामीले अलिकति क्लियर गर्यौं। र अब यो के हो त समगत प्रसार पद्धति भनेको के हो भनेर पनि थोरै हामीले के गर्यौं एक्स्ट्रा कुरा, जस अन्तर्गत 2 वा सोभन्दा बढी कृषकलाई लाभ पुग्ने किसिमका कार्यक्रमहरू सञ्चालन गरिन्छ। केमा? समूहगत कृषि प्रसार विधिमा भन्ने कुरालाई हामीले क्लियर गर्यौं। अब त्यसपछि बल्ल अब के गर्छौं हामी मेन क्वेशनले खोजेको उत्तरमा नेपालको कुनै एक स्थानीय तह जस्तै गाउँपालिका वा नगरपालिकाको कर्मचारीको हैसियतले हेर्दा कृषक पाठशाला फार्मर फिल्ड स्कुल कृषि प्रसारको सबैभन्दा उपयुक्त विधि देख्छु। अब यहाँ के भनेको छ सबैले आफ्नो भाषा लेख्नुहुन्छ, सबैले यही नलेख्न सक्नुहुन्छ। अरूलाई अर्को तरिका ठिक लाग्ला, कोहीले भन्ला व्यक्तिगत तरिका ठिक लाग्ला, कोहीले भन्ला आम समूहगत तरिका ठिक लाग्ला। तर तपाईलाई ठिक लाग्छ यो लेख्ने बित्तिकै अब के कारणले ठिक लाग्छ भन्ने कुरा पनि क्लियर गर्नुपर्ने हुन्छ। त्यो भएर अब यसमा चाहिँ यो उत्तर लेख्ने विद्यार्थीले केलाई ठिक मान्यो कृषक पाठशाला पद्धति सबैभन्दा उपयुक्त विधि देख्छु भनेर उसले लेख्यो। त्यसपछि किन कसरी भन्ने अब यहाँ क्लियर गर्नुपर्ने हुन्छ। तल लेखा छ कृषक पाठशाला पद्धति उपयुक्त हुनुका कारणहरू। उसले आफ्नो कारण लेख्यो है, आफ्नो भाषाको कारण लेखा छ। के कारणले ठिक लाग्छ भने एक व्यवहारिक सिकाइमा आधारित हुन्छ। अब यो चाहिँ के हुन्छ व्यवहारिक सिकाइमा आधारित हुन्छ। कसरी कृषकले खेतमै प्रत्यक्ष अभ्यास गरेर सिक्ने भएकाले नयाँ प्रविधि सजिलै बुझ्न र अपनाउन सक्छन्। अब आफैले गरिसकेपछि के हुन्छ बाइक चलाउन सिकाउने मान्छेले यसरी यसरी चलाउनु, यो चाहिँ एक्सिलेटर हो, यो ब्रेक हो, यो क्लच हो, यसरी थिच्ने भनेर सिकाउनु भन्दा
आफैले त्यो सिक्ने मान्छेले चलाएपछि के गर्छ, चाँडो सिक्छ। त्यही भन्न खोजेको हो। यो कृषकले खेतमै प्रत्यक्ष अभ्यास गरेर सिक्ने भएकाले नयाँ प्रविधि सजिलै बुझ्छन् र अपनाउन सक्छन्। एउटा त्यो भयो। अर्को छ स्थानीय समस्या केन्द्रित। अब के हुन्छ, जुन ठाउँमा कृषक पाठशाला पद्धति अपनाइन्छ त्यही ठाउँकै समस्यामा केन्द्रित हुन्छ। रसुवामा आएर, नुवाकोटमा आएर काठमाडौँको समस्या समाधान हुन्छ? हुँदैन नि त। त्यो भएर यहीँको लागि यतैको समस्यालाई के हुन्छ, केन्द्रित हुन्छ त्यो पाठशाला पद्धति। त्यही भन्न खोजेको। आफ्नै बाली, माटो, हावापानी तथा रोग किरा सम्बन्धी समस्याको समाधानमा केन्द्रित हुन्छ। समुदाय स्तर, समुदाय विशेषको समस्या के हुन्छ, केन्द्रित हुन्छ। अर्को छ कम साक्षर कृषकका लागि प्रभावकारी। लेखपढ कम भएकाले पनि अवलोकन, छलफल र अभ्यास मार्फत सजिलै सिक्न सक्छन्। अब खन्ने मान्छेलाई यसरी खन्नुपर्छ भनेर कोदालो चलाएर देखाएपछि उसले आफैले ल खनेर खन्नुस् भनेर देखाएपछि त्यो खन्न सक्छ नि त। कोदालो खन्नलाई त पढ्नु पर्दैन। यति इन्चमा कोदालो ढल्काउने, यसरी खन्ने भनेर त सिकाउनु, त्यो गर्नलाई मान्छे पढ्नुपर्छ? पर्दैन नि त। त्यही भन्न खोजेको। पढ्दै नपढेको मान्छेले के गर्न सक्छ, देखेर गरेर सिक्न सक्छ। लेखपढ कम भएकाले पनि अवलोकन, छलफल र अभ्यास मार्फत त्यो प्रविधि अपनाउने क्षमता विकास। कृषक आत्मनिर्भर बन्छन् र सधैँ बाह्य प्रविधिको भर पर्नु पर्दैन। अर्को छ समूहगत सहभागिता। अब कृषक पाठशाला पद्धति नै के हो, समूहगत प्रविधिभित्र पर्छ, प्रसार पद्धतिभित्र। अब त्यो भएपछि के हुन्छ, पाठशाला पद्धति भन्ने बित्तिकै एकजनालाई लगेर सिकाउने हो त होइन नि त। त्यहाँ त समूह हुन्छ। त्यही हो यसमा भन्न खोजेको। महिला, युवा तथा साना किसानको समेत सक्रिय सहभागिता सुनिश्चित हुन्छ। अब यो कारणले उपयुक्त हुन्छ। त्यही भएर माथि के गर्यो, माथिल्लो बुँदामा के भन्यो, कृषक पाठशाला पद्धति उपयुक्त हुनुका कारणहरू। मेरो दृष्टिकोणमा यो कारणले गर्दा यो उपयुक्त छ भन्ने कुरा लेख्ने मान्छेले क्लियर गर्यो। अब त्यसपछि त्यो प्रविधिलाई चाहिँ स्थानीय तहमा कसरी लागू गर्न सकिन्छ भन्ने कुरालाई पनि थोरै जोडिसकेपछि यो उत्तर पुरा हुन्छ। अब के छ, स्थानीय तहमा फार्मल फिड स्कुल लागू गर्ने तरिका कसरी लागू गर्न सकिन्छ त, वडा स्तरमा कृषक छनौट गरेर। अर्को छ प्रमुख बाली र पेसा अनुसार फार्मल फिल्ड स्कुल सञ्चालन गरेर। अर्को छ कृषि प्राविधिकद्वारा नियमित सहजीकरण गरेर। समूह गठन गर्न त प्राविधिक चाहिने नै हाल्यो। अब उनीहरूले सहजीकरण गरिदियो भने अझ सजिलो तरिकाले के गर्न सकिन्छ, लागू गर्न सकिन्छ। अर्को सिजनभर तालिम तथा अनुगमन गरेर। फार्मल फिड स्कुल भनेको फिल्डमै गएर तालिम दिने हो, अनुगमन पनि त्यहीँ गर्ने हो। अरू त्यही भएर यो पनि सिजनभर तालिम र अनुगमन सञ्चालन गरियो भने पनि के हुन्छ, फार्मल फिड स्कुल चाहिँ लागू गर्न सकिन्छ। अर्को सिकेका प्रविधिहरू अन्य कृषकसम्म प्रसार गरेर। अब एउटाले सिकेर त्यो समूहको 15 देखि 20 जना 25 जनाले सिकेर आफूमै त्यो नलेज राख्यो भने यो कहिल्यै सबैसँग फैलिन सक्दैन नि त। त्यो भएर के हुनु पर्यो, एउटा ग्रुपले सिकिसकेपछि त्यो सिकेका कुराहरू के गर्नु पर्यो, अन्य कृषकमा पनि, अन्य समूहमा पनि प्रचार गरियो भने के हुन्छ, त्यो प्रविधि धेरै कृषकसम्म चाहिँ पुग्छ। अब यसरी स्थानीय तहमा के गर्न सकिन्छ, फार्मल फिल्ड स्कुल सञ्चालन गर्न सकिन्छ। अब बल्ल यहाँ सुन्नुहोस्, अब के थियो, अघिसम्मको हामीले प्र्याक्टिस गरेका क्वेसनमा चाहिँ हामीले निष्कर्ष लेखेका थिएनौँ, किनभने त्यो अलरेडी एनमै तोकेको कुरा थियो। अब त्यो एनमै तोकेका कुराको निष्कर्ष हुँदैन, त्यसको निष्कर्ष लेख्नु पनि पर्दैन। तर यो के हो, अब आफ्नो भाषाको क्वेसन हो नि त, आफ्नो तरिकाले लेख्ने क्वेसन हो। त्यो भएर यसको चाहिँ निष्कर्ष पनि हामीले लेख्नुपर्ने हुन्छ। त्यो लेख्दा स्मार्ट तरिका देखिन्छ। त्यो भएर अब यसको पनि निष्कर्ष हामीले थोरै 1.5 देखि 2 लाइनको लेख्नुपर्छ। निष्कर्षमा के छ, नेपालको भौगोलिक विविधता, साना किसानको बाहुल्यता तथा सीमित स्रोतलाई ध्यानमा राख्दा कृषक पाठशाला पद्धति स्थानीय तहका लागि सबैभन्दा प्रभावकारी दिगो र व्यावहारिक कृषि प्रसार विधि हो भनेर उनले क्लियर, यो क्वेसन लेख्ने मान्छे, एन्सर लेख्नेले, एन्सर त मैले तयार गरेको, त्यो भएर मैले भन्नुभन्दा उसले भन्दा ठिक होला। त्यो भएर यो क्वेसन तयार गर्ने व्यक्तिले के गरिदियो, नेपालको भौगोलिक विविधता, साना किसानको बाहुल्यता तथा सीमित स्रोतलाई ध्यानमा राख्दा कृषक पाठशाला पद्धति स्थानीय तहका लागि सबैभन्दा प्रभावकारी दिगो र व्यावहारिक कृषि प्रसार विधि हो भनेर इन्डिङ गरियो। यसरी लेख्नुभयो भने आफ्नो भाषाको क्वेसन पनि के हुन्छ, क्लियर हुन्छ।
मैले यहाँ दुईटा फोल्डर बनाएको थिएँ, त्यही भएर अगाडि पछाडि बनेको है। मैले तल लगेँ है त। थोरै तल गर्नु भयो। कहिले आज के हुँदो? निजामती सेवा ऐन बमोजिम निजामती कर्मचारीको आचरण के हुन्? भयो 2 नम्बरको पनि यति हो। तिनको यति हो। यहाँहरु सबैलाई नमस्कार। मेरो युट्युब च्यानल डिआर परम छेत्रीलाई सबैले माया गरिदिनु होला। सबैले लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। तपाईको साथ सपोर्टको अभाव रहेको छ, तपाईले साथ सपोर्ट गरिदिनु होला। मेरो युट्युब च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला। नमस्ते, शुभरात्रि।